2083 साल असारसम्म प्रधानमन्त्री रहन्छु। त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुर देउबाजीलाई जिम्मा लाउँछु। उहाँले प्रधानमन्त्रीत्व फेरि 18 महिना, मैले अब 18 महिना चलाउँछु र शेरबहादुर देउबाजीले 18 महिना चलाउनुहुन्छ। यसमा कुनै भ्रम नराखे हुन्छ। 83 को असार त सकिन लाग्यो त, अनि देउबाको शपथ ग्रहण चाहिँ कहिले हो? कत्रो आशा, कत्रो सपना। प्रधानमन्त्री म सक्छु, त्यहाँबाट फेरि देउबालाई दिन्छु, चुनाव आउँछ, चुनाव आएपछि फेरि हामी नै हो जित्ने, हामीले जिते फेरि मै बन्छु, फेरि ऊ बन्छ, फेरि त्यो बन्छ, घुमिफिरी यही न हो कुरो। अब जनता त्यस्तै हुन्छ नि त, जहिले हुँदैन। कत्रो आशा थियो, कत्रो सपना थियो, जनतालाई मुर्गा बनाउने, जनतालाई चुतिया बनाउने, होइन, जनतालाई भड्खालामा हाल्ने, देश बेच्ने, सुन तस्कर गर्ने, होइन, सरकारी जग्गा हडप्ने, देशलाई हरिक कङ्गाल बनाउने, यस्ता यस्ता नालायकहरू अब फर्केर आउँछन् त। कत्रो आशा थियो, फेरि मा ठोक्ने।